बेंगलोर जस्तो ठूलो शहरमा डेलिभरीको काम गरेर यति राम्रो पैसा कमाइ हुन्छ भनेर मैले कहिले सोचेको थिएन। पहिले लाग्थ्यो यस्तो काम गरेर खासै केही हुँदैन होला, तर अहिले मेरो सोच नै बदलिएको छ। नमस्ते साथीहरु, म अहिले बेंगलोरमा स्विगी कम्पनीमा पार्ट टाइम जब गर्दैछु। आज तपाईहरुलाई मेरो एक दिन कस्तो बित्छ भनेर देखाउँछु। यहाँ काम गर्ने तरिका अलि फरक छ। आफ्नो समय अनुसार काम गर्न पाइन्छ। जब चाह्यो अनलाइन बस्यो, अर्डर आयो भने उठाएर जानुपर्छ। अहिले म अर्डर लिन आएको छु। कहिलेकाहीँ पर्खिनु पर्छ, कहिलेकाहीँ छिटो पनि पाइन्छ। हामीले धैर्य राख्न सिक्नुपर्छ। बेंगलोरको ट्राफिक त तपाईले सुन्नु नै भएको होला, धेरै भिड हुन्छ, धेरै गर्मी पनि हुन्छ, तर हामीले त्यो अर्डरलाई समयमै पुर्याउनु पर्ने हुन्छ। यही नै हाम्रो लागि धेरै ठूलो चुनौती हो। अहिले अर्डर ग्राहकलाई दिए, ग्राहक खुसी भयो भने म आफैलाई राम्रो लाग्छ। दिनभरि मेहनत गरेपछि राम्रो आम्दानी हुन्छ। सानो काम जस्तो देखिए पनि यसले मेरो खर्च चलाउन र घरमा सहयोग गर्न धेरै मद्दत गरेको छ। जीवनमा कुनै काम सानो ठूलो हुँदैन, मेहनत ठूलो कुरा हो। तपाईलाई के लाग्छ, यस्तो काम गर्न ठीक हो कि गलत हो? तपाईले को आफ्नो विचार कमेन्टमा लेख्नु होला। यो चाहिँ मैले फुल टाइम गर्दैन, यो चाहिँ जस्ट मैले पार्ट टाइम मात्रै गर्छु। अब दिनभरि निन्द्रा लाग्दैन, त्यही भएर मैले सोचे कि पार्ट टाइम गरौँ, आधा दिन जति हाम्रो टाइम पनि राम्रो ठाउँमा इन्भेस्टिङ हुन्छ र आफ्नो जे खर्च आउँछ आफ्नो खर्च चल्छ भनेर। आजको यो भिडियोमा चाहिँ यति छ, सानो र मिठो भिडियोमा चाहिँ यदि